म स्क्यान गर्छु जाने न अब तपाईले थाहा छ के गर्नु एउटा यस्तो यहाँ देऊ न यहाँ यहाँ देखा टक्कसँग त यस्तो यस्तो गर्ने क्यामेरामा क्या देखा त यहाँ एउटा स्क्यान पाल्ने क्या घाँटीमा गाउँ देखा हो स्क्यान यहाँ नै स्क्यान ओ स्क्यान ले त यहाँ सुन्नु ओए स्क्यान ले स्क्यान यहाँ क्यामेरामा स्क्यान देखा त एकचोटि यता ओ स्क्यान नदेखा ओ तैँले मलाई के रिपोर्ट हान्नु खोज्यो कि ब्लग हान्नु खोज्यो के हान्नु खोजेको तैँले स्क्यान नदेखा बाबु स्क्यान नदेखा ब्लक होइन ब्रोले दिन्छ होइन नमस्ते हेलो ब्रोले तिम्रो छैन क्यास म तिमीलाई क्युआर हालिदिन्छु भइहाल्यो त अहिले तिमीलाई नि दिदीलाई यहाँ हेर क्युआर माग्नु मिल्दैन क्या साथीहरु क्युआर माग्नु मिल्दैन कन्टेन्ट भनेको त यस्तो पो होइन भाइ भर्खर फुटबल खेलेर आएर होइन यस्तो लाइभ खोलेको अरे मेरो लाइभ देखेर कुद्दै कुद्दै आएको अनि यहाँ चाहिँ कसरी यो ठाउँ चाहिँ कसरी थोपडा मात्रै छ त अनि कुद्दै यहाँ ब्रोले के भएछ भन्दाखेरि मलाई भेटाउने भनेर होइन स्कुटरको चाबी खोलाले अरे नयाँ बस्तीबाट भेटेन अरे क्या अनि ब्रो कुद्दै कुद्दै आइदिएको क्या लभली यार नाइस 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 ल खिचौँ न ए साथी यसमा यो अपलोड भएछ यो भिडियोहरू त मैले हालेको यो कति आएछ यसमा भ्युज हेरौँ न ए हो त्यो अहिले रिसेन्ट हालेको थिएँ क्या मैले बौद्धको अब चाहिँ बौद्धमा फ्लो कम हुन थाल्यो किनभने 10 वर्ष मात्रै बस्नु दिन्छ म पनि 10 वर्ष बस्छु यहाँ अनि त्यसपछि जान्छु अब भोलि कति रात पर्यो एकछिन सुन न यहाँ जति रात पर्यो होइन यो ठाउँ त्यति उयो रमाइलो लाग्छ क्या मलाई अनि तपाईँहरू बौद्ध आउँदा एउटा कुरा के याद गर्नुहुन्छ भने उहाँको आइससँग हेरेर कनेक्ट भएर कुरा गर्नु अति मजा आउँछ मजा भन्दा चाहिँ यु क्यान फिल क्या म चाहिँ सिधै आई टु आई कन्ट्याक्ट हालेको छु नि अनि मैले जुन त्यो एउटा उहाँको भाइ देख्छ क्या आँखामा याद गर्नुहोस् भने एउटा एग्रेसन देख्छ कहिले खुसी भएको आँखा देख्छ आइज टेल्स एभ्रिथिङ नि त अनि राम्ररी हेऱ्यो भने कस्तो देख्छ मैले देखाएको छु क्या लाइक हुन्छ नि डिफ्रेन्ट फेस देखाएको छु कि सेम आइज हो तर डिफ्रेन्टली पनि देखाएको छ क्या मैले यो आँखा अनि मलाई एकदम कस्तो उयो लाग्छ क्या अब मैले अहिले एउटा पर्सपेक्सनले हेरिरहेको हुन्छ त्यो आँखालाई होइन फेरि अर्कोचोटि आउँदा डिफ्रेन्ट देख्छ क्या अनि टु लाइक कनेक्ट विथ समवान अर समबडी एभ्री टाइम यु निड टु वाच इन्टु द आइज क्या हामी पनि थाहा पाउँछ नि मान्छेको आँखा हेरेर के थाहा पाउँछ क्या इज टेलिङ ट्रुथ अर लाई भने जस्तो हो क्या कुन स्टेट अफ ह्याप्पिनेसमा छ आँखाले पनि डिपेक्ट गर्छ क्या बिकज लाइक आई इज अ भेरी पावरफुल थिङ ठिक बन्यो कि भनेन सही सही यहाँ कमेन्टमा म आउँजेल मात्र डाक्टर साहब भागिसक्छु होला भन्दैन ला हो र ओ वाउ थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच दिदीलाई म त लाइभमै देखेँ है वाउ मनबाट केही माग्नुपर्छ कि आफै पाइन्छ क्या यस्तो लाफिङ बुद्ध हो कि हाम्रो पनि बुद्ध हो लाफिङ बुद्ध हो लाफिङ बुद्ध हो लिल बुद्ध उसको फेस हेर्नु न क्या क्युट छ क्या म जस्तै रहेछ यार ओके थ्याङ्क यू सो मच म दरबार मार्गमा यो यसको हो मलाई यसमा दिनुहोस् न ल सेभ हुन्छ थ्याङ्क यू ल गुड नाइट दि ल हस् टेक केयर या स्योर फेरि जाऊ तिम्रो घरमा चाहिँ केटाहरूलाई अलिक गाह्रो हुन्छ है चाहिँदैन यसको लाइटले दामी आउँछ आउनु पर्यो केटिएम त म बिस्तारै आउँला नि किन थ्याङ्क यू ल हो र मेरो धरान पनि आइसक्यो तिमी यो आगो भन्ने चिज छ नि लाइक मलाई कस्तो उयो लाग्यो क्या अघिसम्म यो बलेको थिएन होइन अनि उतापट्टिको मान्छे छेउमै बलिरहेको थियो क्या अनि के भइदियो भन्दाखेरि त्यो क्या जाडो भइरहेको थियो क्या यतापट्टि एउटाले मात्रै मैले उहाँहरूलाई यो हिसाबले एउटा त्यत्तिकै बाले हो नि त यो फलोवर्सहरूले एउटा उहाँहरूलाई भनेर उनीहरूले एउटा वार्मथ पनि दिइरहेछ अनि एउटा ब्लेसिङ पनि गडलाई वर्सिप पनि
यताको हटाउनु पर्यो दिदी गाउँली के तिमी सुत्नु पर्दैन म हजुर ए बस त बजा छैन बाबु डाक्टर साहब कति दिन केटिएम बस्नु हुने म त धेरै बस्दिनँ यार गौलीबाट बर्दिया जाने भनेको बर्दिया जाने भनेको हो सबै थोक प्लान भएको थियो तर अलिकति केही बिचमा केही समथिङ मिलेन क्या मेरो यहाँ जान त्यही भएर अलिकति स्टाइलिस आउनु ढिलो हुँदैन नि रुममा यो दिदीको स्टक अझै रहेछ नि है म त्यसो भन्ने बिचारे राति तिम्रो त्यसो भन न थ्याङ्क यू हाम्रो स्यान्डी भनेको तपाईँको नाम त के 108 बाल्नु थपेर ला अब अघि 80 भन्दै थियो 108 वटा पो बाल्नु भन्दै थियो थपेर अब कहाँबाट यहाँ थप्नु थ्याङ्क यू सन्ध्या तर अघि हामीले कतिवटा बाल्यौँ कसरी गर्ने गर्न थियो बाबु त्यहाँ एक एकवटा गर्दै गर्नु ब्रो गर्न त यो गर्नु र म्याथ भन्ने चिज चाहिँ मलाई साह्रै झ्याउ लाग्छ के हेलो नमस्ते तँलाई नमस्ते भने होइन हौ मलाई भनेको धनगढी कहिले आउने अरे धनगढीको चोट काजीपुरको छ थ्याङ्क यू सन्ध्या थ्याङ्क यू सन्ध्या मैले नै नचिन्ने रहेछ यार ल यता पनि चिन्नुहुन्छ अरे यता पनि चिन्नुहुन्छ अरे मलाई चाहिँ चिन्नु भयो कि भएन के अरे बाबु के अरे तेरो म्युट भयो बे राति कहाँ हिँड्ने नि मलाई अब त मतलब दिउँसो लाइभ बस्नु पर्ने रहेछ क्या म यहाँ छु है भनेर तपाईँहरू यही हो यहीँको लोकल हो कता हो घर कता भन्नुभयो साँखु सुनेको हो मैले साँखु के छ यार कमेन्टहरू के आइरहेछ तल एकजना तैँले एउटा उताबाट अर्को फोनबाट मेरो लाइभको कमेन्ट हेर्दैन हौ के छ अलिकति इम्पोर्टेन्ट कमेन्ट कुरा गरौँ न मेरो लागि प्लिज 12 पासको लागि प्लिज ल ब्रो यहाँ आफै विस गर्नुहोस् कसले क्या मजाले गाना गाउँदै हुँदो रहेछ जुनो अस्ति भेटिसक्यो नि गाउँले के छ कमेन्ट हेर्दैछु क्या मेरो त एउटै फोन छ तिमीहरू 2-3वटा फोनवाला मान्छेलाई सजिलो हुन्छ त कतिवटा भएछ तिमी क्यास बोकेको छ नि म क्युआर हालिदिन्छु ल ए सबले 108 भन्नुभयो कि ल मैले 108 वटै बालिदिन्छु दिस इज अल फर यु गाइज है अब मलाई म यहाँ कमेन्ट पढ्दैछु है डाक्टर गयो त ल इम्पोर्टेन्ट कमेन्टहरू मात्रै पढे ल फोटो खिच्ने तिमीहरू घर जानु ढिलो हुन्छ टिकटक बनाउने हो कि बनाउँदा नि हुन्छ सबैभन्दा इम्पोर्टेन्ट भनेको थ्याङ्क यू डाक्टर छ यहाँ के अरे थ्याङ्क यू डाक्टर छ यहाँ सबैभन्दा इम्पोर्टेन्ट गाउँले हँसाउँछ यार थ्याङ्क यू डक्टर थ्याङ्क यू मलाई होइन सबैजनालाई धेरै धेरै थ्याङ्क यू केटाहरूले यहाँ 108 पुगाउँदैछ है आज तर एकदम राम्रो दिन हो नि है यहाँ हाम्रो सन्ध्याले डाक्टरलाई हाई भनिदिनु भन्नुहुन्छ तेमाल जात्रा भने के हो सन्ध्या यत्रो बङ्की बङ हान न अनि तिम्रो नाम म ठुलो सोले पढ्छु नि म बाल्दिनै बत्ती चाहिँ लगाएर नि तेमाल जात्रा भने के हो यता आउनु भएर फोटो खिच्दै डाक्टर ओए सन्ध्याले हाई भन्दैछ नि यार थाहा छ अलिअलि फोटो खिच्दै हुन्छ यता हेलो नमस्ते
अब म त गाउँले तैँले मलाई किन लाइभ बसाइस् भन्छ तैँ तेरो कारण हेर त बिचारा बच्चाहरू राति राति कता कता कुदाएको तल पात लाग्छ अरे बैनीहरू पनि सुत्ने बेलामा यत्रो भेट्नु पायो नि त भेट्नु पायो भेट्नु पायो यहाँ सबैजनाले जो जो भेट्नु आउनु गाउँलीलाई चाहिँ थ्याङ्क्स भन्नु है ल म खिच्छु उनीहरूको हात सानो हुन्छ होला मलाई चाहिँ थ्याङ्क यू जति भन्यो नि अब त्यस्तै हो ल मलाई थ्याङ्क यू भन्दा पनि युट्युब च्यानल गएर सब्सक्राइब गर्नु न ब्लग सक हेर्नु ए ल यताबाट ल यताबाट हो र गरी हो डक्टरलाई देखेको अरे ल सुनेर फेरि भन्नु लगाउ अरे अब यत्रो यत्रो मङ्गा हान नि भन्छ हो र मैले यादै गरेँ होला होला आम सो सरी मैले कतिजना भेटेँ कि त्यो बेला मलाई यादै छैन ल ल ओए गाउँली यता सुनमा बैनीहरू सन्ध्याको एउटा इम्पोर्टेन्ट मेसेज छ अरे क्या सन्ध्याको को सन्ध्या सन्ध्याले हाई भनेको छिन् जापानबाट हाई भन्दै अरे हेलो सन्ध्या हाई ल मेरो अब 108 वटा मिसन सुरु भयो है हान अब यत्रो बुवाङ हान सन्ध्या छिटो आम्मा हो र अस्ति ब्रुनो हराउँदा कस्तो भयो ला अब लुकाइ